आज चाहिँ बुढाबुढी भएर अल्लसरको विलिङटन सेन्टरमा गएको थिएँ होइन भित्र चिन्ने बित्तिकै बुढीले चाहिँ मसाज चेयर देखेछ कि फेरि बुढीले मसाज गरौँ गरौँ भनेर जोसिहाल्यो त्यो चाहिँ ल हुन्छ गर्दा हुन्छ मैले भनिहालेँ होइन त्यो चाहिँ बुढीले चाहिँ मलाई खुट्टामा ढोग्नु खोज्छ तर जेस पैसा तिर्नु खोजेको रहेछ कि फेरि है त्यो चाहिँ मैले केदा ढोग्नु खोजेको भनेर होइन त्यो चाहिँ बुढीले चाहिँ अब जेस मसाजको लागि चाहिँ पे गरिहालेँ होइन त्यो चाहिँ बुढी मसाज जेस बस्न सुरु गरिहालेँ होइन त्यसपछि यताउता हेर्छ सबै होइन हात कहाँनिर राख्ने यताउता सबै हेरिरहेको छ अहिले नै होइन त्यसपछि घाँटी कता राख्ने अझै छामिरहेको छ नि केही मिलेन भनेर होइन त्यो बुढीले मसाज गर्दासम्म म चाहिँ अब यता दायाँ बायाँ हेरौँ होइन के रहेछ यसो हेरिहाल्यो बच्चाको खेलाउने कुरा रहेछ त्यसो यसो हेरेँ त्यो आमा कस्तो दाम खेलाउने कुरा है फेरि यसो हेरेँ यहाँ फेरि सानो डिस्प्लेमा चाहिँ लिभरपुलको रहेछ है फेरि बोर्डहरू यहाँ फेरि कुकुरहरू कहाँ कुकुरहरू जर्मन सेभेन चाहिँ देखिरहेको छ होइन त्यसो यसो सानो ट्रक देखेँ फेरि यसो म भित्र पसेँ होइन यसो हेरेर आमा कस्तो दामी सानो ह्यान्डल त्यसमाथि सानो सिट है यसमा पनि पैसा तिर्नु पर्दैछ यहाँ फेरि सानो टिभी देखेँ होइन त्यसमा 2 तल्लो बस कार सबै देख्छ म बाहिर निस्केँ फेरि यसो हेरेको पुरा है कस्तो दामी है अनि त्यसमा म यसो बुढीतिर गएँ के गर्दै रहेछ भनेर यसो गएको बुढी चाहिँ पुरा मस्त चिल पाराले सुतिरहेको रहेछ त्यसपछि अझै अझै फेरि गरम भन्छ म चाहिँ आमामा ल गर भनेर मैले भनिहालेँ त्यसपछि जस गरिरहेको छ अहिलेसम्म होइन म यसो आफ्नो खोप्रा दिएको होइन किनकि नयाँ रेबन हो नि त यसो देखाइदिनु पऱ्यो भनेर चाहिँ देखाइदिएको नि त्यसपछि फेरि मैले पनि मसाज गर्नु सुरु गरेँ त्यसो बाहिर हेर्दा के लाग्दैन तर भित्र देख्दा आमा पुरा गाजाङ गुजुङ कहिले हिर्काए जस्तो हुने रहेछ कस्तो दामी लाग्यो मलाई है त्यसो हामी यसो हिँडेँ त्यसो यसो चाइना ओरिएन्टल स्टोरमा आएँ होइन त्यसपछि यसो भित्र छिर्यौँ होइन बुढी त पुरा बकेट लिएर फेरि भाग्न सुरु फेरि यसो जाँदा मैले त्यो सु पोलिस देखेँ होइन त्यस मलाई सानो याद आयो हेर्दाखेरि चाहिँ होइन कस्तो दामी है त्यसपछि यहाँ स्पाइसी सेक्सन आयो हामी त्यहाँदेखि कहाँ कुना स्पाइसी सेक्सन आमामा यहाँ बुढीले फेरि अर्को के हेरिरहेको छ फेरि कन्फ्युज भइरहेको छ के नगर्नु हाई गरिरहेको छ त्यसमा अङ्गुलाई देखाइरहेको छ मलाई होइन त्यसपछि म नुडल्स सेक्सनमा गएँ यहाँ त फेरि खिम्ची नुडल्स फेरि कोही के फेरि रामेन हो कि फेरि वाइ चौचा यहाँ फेरि फेरि के रिसी धम्लाको याद आयो मलाई फेरि काजु देख्ने बित्तिकै त्यसै हामी सेल्फ सर्भिस लाइनमा गएँ त्यहाँ फेरि यत्रो लामो खम्बा गोरा यत्रो अगाडि देख्नै गाह्रो फेरि त्यसपछि बुढीले चाहिँ फटाफट स्क्यान गर्न सुरु गरेँ नि धमाधम प्राय सबै गरेर स्क्यान गरेँ त्यसपछि हामी त्यहाँदेखि निस्क्यौँ पछि फेरि बल्ल साउन्ड बग्दै आएको छ तिर्खान लगाइरहेको छ मलाई होइन त्यसपछि फेरि यहाँ फेरि यसो फेरि खोप्रा देखाइदिउँ भने फेरि नयाँ चस्मा लगाएको नि त फेरि खोप्रा देखाइदिएको है फेरि गाइस बुढीले पुरा झोला तङ्गाइ हिँडिरहेको छ फेरि यहाँ नेपाल दाइले फेरि 2 तल्ले बस चलाएर आउनु भएको छ फेरि आमामा है हामी फेरि घर आएँ है अब यसो बुढीले चाहिँ मलाई यसो ढोका खोलिदिन्छ है यसो ढोका खोले आमामा के नै भर्याङ चढेको थिएँ 2 जनाको सास फुल्ले फेरि आमा त्यहाँदेखि थाहा भयो कि बुढाबुढी अब बुढी भयो भनेर थाहा पाएँ मलाई त्यसपछि लाइट बालेँ होइन अब यसो मोबाइल कहाँ राखौँ भनेर पुरा हेरेँ थाहा है त्यसपछि सूर्यमाथि यसो राखेँ मैले ट्याक्क राखेँ मैले अब त्यसपछि यसो बिस्तारै जुत्ता काट्छु